हेलो साथीहरु गुड मर्निङ होइन गुड नाइट यो भिडियो पो बिहानको अहिले भोइस ओभर राति गर्दैछु म चाहिँ आजको दिनचर्या यहाँलाई देखाउँछु बिहानै उठेर सरसफाई गर्को अनि आफ्नो गरेर म लागे स्कुल जाँदा चाहिँ मलाई स्टाफ दिदीले चाहिँ हिजो टमाटरको भिडियो देखेर मलाई ल्याइदिनु भन्नुभएको थियो छोड्दिए अनि म जानुपर्ने थियो आज कपिलवस्तु पिपरा किनकि नन्दको बिहे थियो फुपू सासूको छोरीको अनि मैले बेलबासबाट दिदीलाई जेठानी दिदीलाई पिकअप गरे अनि हामी सरर हिँड्दै गयौं कपिलवस्तुको लागि सालजण्डीमा चाहिँ मेरो नन्द र भान्जाले मलाई कुरिरहनु भएको थियो उहाँहरु अर्घाखाँचीबाट आउनु भएको हो बिहे भेट्नकै लागि भनेर घर चाहिँ बहिरिया अनि मैले चाहिँ रमाइलो कुरा गर्दै कस्तो गनाउनु भो भनेछ पहाडतिरबाट आएपछि माटोको स्मेल हुन्छ नि मैले त्यसलाई ढाक्रे नाम राख्दिएको अनि हामी लाग्यौं पिपरादेखि दक्षिणपट्टि गोबरडियामा भएको यो घरमा यहाँ चाहिँ केही कामहरु थियो अनि सामानहरु पनि लैजानु पर्ने थियो अनि त्यहाँबाट लाग्यौं विवाह स्थल चाहिँ पिपरामा रहेको सुपादेवराली मन्दिर यो चाहिँ धेरै चर्चित नै छ यहाँलाई थाहा छ होला त्यहाँ गएर मैले बेहुलीलाई त भेटिन किनकि पार्लर हुनुहुन्थ्यो अनि त्यहाँ चाहिँ अरूलाई भेटेर म चाहिँ रेडी भएर आउँछु है भने एक दुईटा काम गरेर त्यसपछि लाग्यौं नन्दको घर बहिरिया त्यहाँ गएपछि चाहिँ हामीले भान्जालाई नुहाई धुवाई गरिदियौं हैन किनकि उहाँहरु भर्खरै पहाडबाट आउनु भएको थियो नि त अनि धुलो हुनुहुन्थ्यो अनि ठिकठाक परेर ल दुईजना हामी नन्द भाउजू अनि भान्जा भएर लाग्यौं विवाह स्थलमा जाँदा चाहिँ भर्खरै जन्ती आउनु भएको थियो अनि यसरी काम हुँदै थियो दिदीहरु पनि भेटिनु भयो हैन अनि आफन्तहरुसँग यस्तै रमाइलो गरेम हैन अनि बीचबीचमा कामहरु पनि गरे नि फेरि अब भिडियो मात्रै खिच्ने खाली भिडियो मात्रै बनाउने काम हो भनेर चाहिँ नभन्नु होला है मैले चाहिँ धेरै काम कुरो पनि गरेको हो अनि यसरी रमाइलो गर्दै मेरो देवरहरुले हामीलाई नखिच्ने भाउजू भन्दै हुनुहुन्थ्यो अनि दाइ अनि देवरहरु हुनुहुन्थ्यो उहाँहरुलाई पनि मैले खिचे पछि चाहिँ म बेहुलीलाई भेट्न भनेर लागे यो कोठातिर हाम्रो बेहुली रानी चाहिँ यस्तै बन्नु भएको थियो उहाँको नाम चाहिँ माया मैले मायालु भन्छु अनि सो मायालुसँग यसरी हामीले बस्यौं अनि अब बाहिर जग्गामा लैजादै गर्दा भए पनि यति त भिडियो खिच्नु पर्यो भनेर यसरी खिचेम अनि यहाँ चाहिँ लगनगाँठोहरु कसियो आजबाट चाहिँ हाम्री मायालु नन्द चाहिँ विवाह बन्धनमा बाँधिनु भएको छ उहाँहरुको दाम्पत्य जीवनको शुभकामना अनि यसरी चाहिँ फेरि म चाहिँ लागे सायद यो चाहिँ म भिडियो काम गर्न पठाउनु भएको थियो कि के गर्न पठाउनु भएको थियो त्यतातिर लागे जस्तो लाग्छ मलाई हो अनि त्यसपछि यहाँ चाहिँ दुला दुलाईको बीचमा हामीलाई छिर्नै नदिने रे हेर्नु त त्यसपछि अब भिडियो खिच्नै नपाउने भए टाइम कम भयो नि त 2 बजे जन्ती आको भएर त्यसपछि ढिला भएको भएर मैले यसरी भए पनि भिडियो बनाउँछु भने पछि हामी चाहिँ बिहे सकिएको थिएन के सकाउन थाल्यो भने त टन्नै टाइम लाग्छ फेरि भोलि बिहान नै उठ्नु पर्छ आफ्ना कामहरु त छँदै छन् त्यही भएर हामी चाहिँ अलि छिटो आउने निर्णय गर्यौं अनि अब नन्दलाई र भान्जालाई फेरि बहिरिया लगेर छोडिदिनु पर्ने थियो भान्जाले चाहिँ तिमी पनि यतै बस माइजु भन्दै हुनुहुन्थ्यो म उहाँहरुलाई पुर्याएर आउँछु भनेर झुट बोलेर लागे अनि झिमझिमी र सालजण्डीमा रहनु भएका हाम्रा थुप्रै 3टा घर आफन्तहरुलाई पनि भेटियो किनकि मेरो एकजना दिदीको हात भाँचेको रहेछ सो उहाँलाई भेटेको भिडियोहरु चाहिँ बनाइन फाइनल्ली अनि म सबैलाई छोड्दै आए बुटोल घर आउँदा बुढाको पारा यस्तो थियो छोरीको पारा चाहिँ टिभी हेरेर बसेको थिइन् आजलाई यति बाइ बाइ